2077 साल को आज भाइटिका हो र हामी चाहिँ अहिले चाहिँ बुवाको घरमा छौँ र भाइटिकाको अघिल्लो क्षणमा हामी चाहिँ अहिले ढोकामा लगाउने कार्यक्रम सुरु भर्खर गरिएको छ। भर्खर तपाईँहरू सबैलाई स्वागत छ। सम्पूर्ण दर्शकहरूमा चाहिँ दीपावलीको एकदमै शुभकामना छ। क्यामेराम्यानमा आज हुनुहुन्छ केशव बस्नेत र त्यहाँ ढाका टोपी लाएर उभिनु भएको चाहिँ बुवा हुनुहुन्छ मेरो धर्मराज बस्नेत। धर्मराज बस्नेत बुवा एकचोटि यता हेरिदिनुहोस्, एकचोटि केही भन्नु छ? छोरा छोरी इष्टमित्र दुर्गा दिदी बाटुल चौरतिर रत्न चौकतिर हुन्छ र बुवाको साथमा मम्मी पनि हुनुहुन्छ। मम्मीलाई आज साथ चिन्न सक्नु होला दर्शकहरूले। मम्मी केही भन्न चाहनुहुन्छ? के भन्नु अरे? मम्मी अलिकति लाज मान्नु भयो आज। आस्था केही नमस्ते गरिदियो। गुड गुड। र बुवाको साथमा नाति पनि हुनुहुन्छ, दाडी वाला नाति हो। नाति त अहिले तल बसेछ, म माथि बसेको छु, तर तलै बसे पनि ऊ औलो भइसक्यो। म जहिले होचक भएँ। मेरो नाति नातिनीहरू सब आएको भने म खुसी गर्छु। तर आज जान्छु भनेकोमा अहिले मलाई दुःख लागेको छ। अनि भनेको छु हेरौँ के हुन्छ। इडेनले गेम जितेको उपलक्ष्यमा केही भन्नु छ? इडेन केही छैन, एक्जाम छैन अरे, भोलि बस्छु भनेको छन् के अरे। हेरौँ, झाँटेका हुन् कि साँच्चै हो। अनि तपाईँहरू पछाडि देख्न सक्नुहुन्छ केराको बोटहरू र त्यस्तै गरेर कुखुराको खोर रहेको छ। त्यहाँ कुखुराहरू अहिले चाहिँ घुम्न गएका छन् सबैजना कुखुराहरू। ल केराको लाइनै देख्नुभयो, केराको बोटको। त्यस्तै गरेर यो बारी भयो है। अनि त्यसपछि यता अगाडिपट्टि चाहिँ हाइवेको पारिपट्टि रेस्टुरेन्ट हो। त्यो रेस्टुरेन्टको चाहिँ तपाईँले कोका कोलाको चाहिँ साइनबोर्ड पनि देख्न सक्नुहुन्छ। अनि डाँडा पुरै डाँडाले घेरिएको छ, सौन्दर्य र केराको बोट देख्न सक्नुहुन्छ तपाईँले। हाइवेको पारिपट्टि पनि केरा छन्। हेर्नु ट्याक्सी यताबाट पास भयो, अर्को ट्याक्सी पास भयो, पोखरा काठमाडौँ हाइवे। र आज अब टिकाको समय भएको हुनाले खासै ट्राफिक छैन। यो चाहिँ तपाईँको बारीमा यो कागतीको बुट रहेछ, यो चाहिँ विकासे कागती। अनि त्यसपछि अर्को धुपी भयो है। अनि त्यसपछि धनियाँ भयो। अनि त्यसपछि यहाँ तुलसीको बोट पनि देख्न सक्नुहुन्छ। हुन्छ, एकचोटि फेरि हामी दर्शकबिन्दुहरूलाई चाहिँ त्यहीँ ढोकामै लिएर जान चाहन्छौँ। ढोकामा त्यहाँ टिका लगाउने कार्यक्रम सञ्चालनमा रहेको छ र आस्थालाई मैले देख्न सकिनँ। आस्था पनि बिचमा मुख्य व्यक्ति आस्था हुनुहुन्छ। अनि बुवाले चाहिँ अहिले गलत काम गर्दै हुनुहुन्छ, उता भर्किनु भयो। अनि त्यसपछि इडेन बाबु चाहिँ मक्ख हुनुहुन्छ गेम जितेर। से हाई। अनि त्यसपछि अब यहाँ म तपाईँहरूलाई तुलसीको बोट देखाउँछु। यहाँ तुलसीको बोट रहेको छ। यो तुलसीको बोट अब प्रायः सबैजनालाई थाहा होला, तर कोही कसैलाई केही थाहा छैन भने यो चाहिँ प्राय रोगहरूको लागि उपचार हुन्छ र धर्म कर्म पूजा पाठमा चाहिँ प्रयोग गर्ने गरिन्छ। कुखुराको खोर आइसकेको छ र अब त्यस्तै गरेर यहाँ हाम्रो छिमेकीको चाहिँ पराल थुप्रो देख्न सक्नुहुन्छ। अनि त्यहाँनिर टौवा रहेको छ, परालको टौवा, पराललाई राखेर गरिन्छ। त्यस्तै गरेर त्यहाँ चाहिँ गाईको गोठ रहेको छ, गाई देख्न सक्नुहुन्छ केही मात्रामा तपाईँहरू। अनि कुखुराहरू यहाँ
हेर्नुहोस् यो चाहिँ बुवाको कुखुरा हो जस्तो छ बुवाको कुखुरा उता गयो कि जस्तो छ है अनि त्यहाँ पनि कुखुराको घर रहेको छ यो छिमेकीको घर हो र अहिले यता पछाडिपट्टि तपाईँ जङ्गल देख्न सक्नुहुन्छ जङ्गल रहेको छ र यो बुवाको घर पुरै रेड यस्तो रहेको छ इट्टाको जस्तो चाहिँ डिजाइन निकाल्नु भएको छ बुवाले है 2 तलाको तर सानो चिटिक्कको घर रहेको छ अब फेरि हामी बुवा ढाका टोपी लाएर बस्नु भएको छ केही फेरि 2-4 शब्द अब लकडाउन भयो 8 महिनासम्म यही घरबाट बाहिर निस्केको छैन यो 12 वर्षबाट कुखुरासँग लोकल त हेर्ने पर्ने काम मात्रै हो छ मेरो कतै जाने काम भएको छैन अहिलेको ऊ पनि बाहिर जाने ऊ पनि छैन आफै जोगिने हो सबैभन्दा राम्रो आफू जोगिएर सतर्क भइदिएमा कोरोनाबाट जोगिन सकिन्छ भने हामीलाई विश्वास लागेको छ कोही पनि बाहिर घरबाट बाहिर ननिस्कनु काम बिनाको भन्ने म भन्न चाहन्छु आस्था के भन्न चाहनुहुन्छ तपाईँ के भनिदिनुहोस् न भन न त्यही त भन हेरिन्छ पनि भन्दैन गङ्गाको त झन् यता एकचोटि हेरिदिनुहोस् गङ्गाजी गोबर छैन गोबर अब यो जारी नै रहेको छ खै अहिलेसम्म के भ्याइयो त त्योको धारा 7 धारा बगाएर भ्याइयो अनि धुप पनि बालेर भ्याइयो अब ओखर फल्टाउने कार्यक्रम रहेको छ ओखर आस्थाजीले अब ड्याममा चाहिँ सिलौटो लोरो त्यहाँ पछाडि रहेको छ त्यो लोरोले अब यसरी फुटाएपछि शत्रु जति छ आस्थाले त सक्दैन के अर्कोले सपोर्ट गरिदिने आस्थाले छुस्सा हान्ने अर्कोले ढ्याङ्गा हान्ने ल गङ्गा हान्ने शत्रु जति छ नाश भयो ल भयो ल अब त्यो अलिअलि ओखर लिइकन त्यो रहेको अब हामी भित्र प्रवेश गर्छौँ ल जाऊ अब समयको टिकाको साहित्य टाकलाक्कै भइसकेको छ र दर्शकवृन्द अहिलेलाई हामी चाहिँ बाई बाई भन्न चाहन्छौँ फेरि अर्को यसको पार्ट 2 माथि हामी खिच्नेछौँ तपाईँहरूलाई देखाउनेछौँ ओके से बाई एभ्रीबडी हुन्छ दर्शकवृन्द तपाईँहरूले हेरिदिनु भयो त्यसको लागि धन्यवाद फेरि पार्ट 2 पनि हेरिदिनुको लागि अनुरोध गर्छु धन्यवाद नमस्ते